from September 9, 2025. हालसालै भएको जेन्जी पुस्ताको आन्दोलनले नयाँ सरकार प्राप्त गरेसँगै संविधान दिवसको दिन हाम्रो कार्यालयको छतमा पनि चन्द्र र सूर्य अङ्कित नयाँ झन्डा फरफराइरहेको थियो। यो उपलक्ष्यलाई सेलिब्रेट गर्न मलाई असाध्यै मन लाग्यो र 1 घण्टा छिटो छुट्टी लिएर शुक्रबारको अपराह्न 5 बजे जडीबुटीबाट कोटेश्वर शान्तिनगर हुँदै नयाँ बानेश्वर आइपुगेँ। यति बेलासम्म साँझ झमक्क पर्नै लागिसकेको थियो र समय थोरै भएकाले मैले एउटा इनड्राइभ बुक गरेँ र पशुपतिनाथ मन्दिरसम्मको लागि अघि बढेँ। अनि दाइ आज संविधान दिवस मनाउनु भयो त? यो त हाम्रो काम घुमेरै मनाइयो। हजुर कामै यो अरू के गर्नु भने घुमेरै मनाइयो भने। ए सय थुङ्गा फुलको हामी त भन्नुभयो होला नि त बिहान उठेर। त्यो नि भन्नु भएन? तपाईँलाई अब त्यसको माया लाग्दैन? त्यसको माया त लाग्छ नि, किन त्यसको माया लाग्दैन? विदेशमा गएपछि क्या पारी नेपाली देख्यो भने नि यो चाहिँ नेपाली अरे भन्ने त्यस्तो चिज हुन्छ क्या। ए नेपाली रहेछ भन्ने त्यस्तो। आज तपाईँको असोज 3 होइन? असोज 3 गते संविधान आएको दिन चाहिँ यसो अब सेलिब्रेट गर्नको लागि केमा हाल्छ? युट्युबमा हाल्छ कि केमा हाल्छ? हजुर युट्युबमा नि हाल्छु समटाइम्स, तर सधैँभरि चाहिँ भ्याइँदैन। युट्युब आइडी AGG_max MAX। हजुर त्यही त। हाम्रो हँसिलो ड्राइभरसँग मिठो गफ गर्दै म सिनामङ्गलको भित्री बाटो हुँदै पिङ्गला स्थान आइपुगेँ। यतै रोक्नु ल। यति बेला 6:30 भएछ। पशुपतिनाथ बल्ल आइपुग्दैछु अब एकछिनमा। लेट्स गो। उता सन्ध्या आरती सुरु भइसकेको थियो र म यता हतारिँदै सिडी चढ्दै थिएँ। सिडी चढिसकेपछि मैले हाम्रो देशको राष्ट्रिय गानामा बाँसुरी बजाउन थालेँ। जय जय नेपाल भनेर यसो यता हेरेको त ओ माई गड, यिनीहरूले मलाई हेरेर यस्तो ब्लेस फिल गरेँ नि। त्यसपछि म उनीहरूकै छेउमा गएँ होइन। बाई बाई, प्लिज ब्लेस मी। बाई बाई, हाई, नमस्ते, हाउ आर यु? अलिकति राम्रोसँग सुट गर्छु सोचेको थिएँ, लाइटनेस पनि मिलेन। एटलिस्ट आई ट्राइड माई बेस्ट। थ्याङ्क यू भेरी मच। सी यू एन्ड subscribe for more videos like this. See you in next video.